जाने क्रममा यसरी बाटोमा भिडियो खिच्दैछ हामी जाँदै गरेको क्रममा हो यसरी जाँदै गर्दाखेरि नगरकोट जिल्ला त अघि नै छोइसक्यो। अब लगभग हामी छहारे बजार पुग्नलाई 2-4 किलोमिटर बाँकी छ अझै। अब छहारे बजार पुग्दैछ केही समयपछि, होइन माउ? अहिले हामी यहाँ सहरे बजार पुग्दैछ। अब हटाइसक्यो हजुर हजुर यो तल अझै तल अब हामी सहरे बजार आइपुगेको हो। हजुर अब छहारे पुग्यो है अब पुग्न आँट्यो। यस्तो चिसो मौसमको यात्रा साँच्चीकै चिसो, हात खुट्टा ठिटाएर आछिछि भएको छ हजुर। ओहो चिसो छ। हामी छहारे बजार पुग्दैछ केही समयपछि। अब लगभग छहारे बजारको खोलाको किनारा हजुर चिसो कि खुट्टा सबै चुरा होला। हजुर छहारे चाहिँ आइपुग्यो ल। अब हामी कता होला? उयो था क्या उकालो सकिन्छ नि यता लेफ्ट लिनुपर्छ। छहारे बजार पुगेर हामी फेरि गाउँतिर यसरी प्रवेश गर्दैछु। छहारे बजारको सानो गाउँमा छिरेको कति सुन्दर घर रहेछ नि। गाउँतिर आएर यसरी भिडियो बनाउँदैछु म। कति रमाइलो ठाउँ, कति सुन्दर गाउँ। आगो पनि पुगेछ, जाडो छ मौसम। यस्तो ठुलो पिपलको बोट छ यहाँ। यहाँ म चाहिँ लुङ्गा राख्न आएको, लुङ्गा गर्नुलाई। अब यहाँ लुङ्गा राखेर म काठमाडौँ फर्किन्छु केही समयपछि। डाँडा काँडा सुन्दर गाउँ रहेको छ छहारे खोलाको किनाराभित्र।
त्यसरी म चाहिँ यो साङसकेन गरेर लुङ्गा राख्न आएको अब केही समय एकछिनमा यो साङ सकेपछि यहाँ लुङ्गा टाल्ने काम